नमस्कार साथीहरू। केही समयदेखि मैले आफूले जीवनमा भोगेका, देखेका र मैले सँगालेका कुराहरू भिडियो सामग्री मार्फत तपाईँहरू समक्ष मैले प्रस्तुत गर्ने कोसिस गरेँ। अ, ती भिडियो सामग्रीहरूलाई तपाईँहरूले दिनुभएको माया, ममता, सहयोग, आवश्यक सुझाव, सल्लाह र मार्गनिर्देशनलाई म हृदयदेखि तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। नमस्कार टक्राउन चाहन्छु। समय र परिस्थितिले म सधैँ भन्ने गर्छु, आज म सात समुन्द्र टाढा आफ्नो जन्मभूमि रुबी भ्यालीबाट टाढा छु। तर यो एक दशकको विदेशको बसाइ सँगसँगै मलाई सधैँभरि मनमा छोइराख्ने, मनमा लागिराख्ने आफ्नो गाउँ, समाज, संस्कार, संस्कृति, विकास, प्रगति, उन्नति के भइरहेको छ भनेर चासो, चर्चा, सामाजिक सञ्जालको माध्यमबाट अध्ययन, अनुसन्धान गरिरहेको थिएँ। र पछिल्लो समय आएर धादिङ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित रुबी भ्याली गाउँपालिकाको समग्र वस्तुस्थितिको बारेमा साथीभाइ, सङ्गी, इष्टमित्र, आफन्त र एउटा विभिन्न सूचनाको माध्यमबाट गाउँठाउँको बारेमा केही कुराहरू बोल्दै आएको छु। यहाँहरूले मलाई बारम्बार दिनुभएको माया, ममता, शुभ आशीर्वाद र प्रोत्साहन, सल्लाह, सुझावलाई म हृदयदेखि नै सम्मान गर्न चाहन्छु र तपाईँहरूको मेरो एउटा सही मार्ग निर्देशक हुनुहुन्छ भनेर मैले मनबाटै लिएको छु। मेरो यो भिडियो सामग्रीबाट कसैलाई आरोप, प्रत्यारोप, कसैलाई उच नीच, कसैले यो गरेन, त्यो गरेन होइन कि सिङ्गो रुबी भ्यालीको समृद्धिका लागि, विकासका लागि, परिवर्तनका लागि हामीहरू जो जो कोही समय र परिस्थितिले आफ्नो गाउँ, ठाउँ, सहर हुँदै संसारको विभिन्न कुना कन्दारामा पुगे तापनि आफ्नो ठाउँलाई उज्यालो बनाउन, आफ्नो ठाउँलाई प्रगतितर्फ उन्मुख गराउनको लागि होस्टेमा हैसे एक थुकी सुकी हजार थुकी नदी भने जस्तै गरेर सबैले सकारात्मक पोजिटिभ भाइब अगाडि बढाउने उद्देश्यका साथ मैले चाहिँ यो भिडियो सामग्री निर्माण गरेको हो। कतिपय साथीहरूले आलोचना गर्ने क्रममा तँ चाहिँ विदेशमा पुगेको छस्, किन बोल्छस् गाउँको बारेमा? तैँले चाहिँ विदेशमा पुगेर आफ्नो गाउँको बारेमा बोल्ने अधिकार छैन भन्ने इष्टमित्र साथीभाइहरू पनि हुनुहुन्छ। उहाँहरूलाई म के भन्न चाहन्छु भने मेरो जिन्दगीको 30-35 वर्ष त्यही गाउँठाउँ, त्यही समाज, त्यही सामाजिक मूल्य मान्यताबाटै हुर्केर बढेको मेरो मस्तिष्क कसरी परिवर्तन हुन्छ र? परिस्थिति र बाध्यताले म आफ्नो जन्मभूमिबाट टाढा भए पनि गाउँठाउँको उन्नति प्रगतिमा बोल्न पाउने मेरो नैसर्गिक अधिकार हो जस्तो लाग्छ।